गाइज वेलकम छ हजुरहरूलाई मेरो मिनी भ्लगमा। लङ टाइम पछि मैले आज मिनी भ्लग बनाउँदैछु। यता भने मामाले बरन्डामा टिन ठोक्दै हुनुहुन्थ्यो। दिदी र म चाहिँ ऐसेलु खान लाग्यौँ वनतिर। ऐसेलु खान जान्छौँ भन्दा त ऐसेलु पाकेर मेरा बा प्याल पुर भएछन् बा। ऐसेलु पाकेर धेरै भएको थिए जङ्गलतिर नआएको। आज आका त कति जात्रे फलेको। यति जति चाहिँ टिपीमा अब यसलाई राख्नलाई चाहिँ एउटा भाँडो चाहियो, केही लिएका थिएनौँ। अब केही जुगाड त लाउनु पर्यो। जान्न त जान्दैन, त्यही पनि अलिअलि पातमा पात गाँसेर मैले चाहिँ त्यो सोली फुट्न लागेँ। अब जस्तो तस्तो अब बनाउनु पर्यो नि त होइन, निर्वाह चलाउनलाई। अब जान्न त त्यति खासै जान्दिनँ, जसो तसो जानी नजानी मैले सोली पनि फुटिसकेँ। अनि त्यसमा दिदीले ऐसेलु राख्न लाग्नु भयो, मैले पनि राखिदिएँ। मलाई चाहिँ रुगा लाएर खासै बोल्न मिलेको छैन। आवाज अर्कै आयो होला, माइन्ड नगर्नु गाइज। एउटा बुट्टाको सिद्धाएर अनि अर्को बुट्टामा जान्छौँ भन्दा पनि त्यस्तै फलेको बा। यति धेरै चाहिँ टिपी मेकन सोली टिपेर हामी चाहिँ घरतर्फ लाग्यौँ। घर आउँछ अन्त त मामाले बरन्डामा टिन हानेर पनि सकिसक्नु भएछ।